सो यो भिडियो यतिकै स्टार्ट गरिदिउँ होइन। अनि म तिमीलाई के भन्न चाहन्छु भने होइन, तिम्रो मानमा अब 1 महिनामा एक्जाम छ अरे होइन। म तिमीलाई डाइरेक्ट होइन मेरो स्टोरीबाट भन्छु होइन, मेरो चाहिँ अब 1 महिनामा एक्जाम छ क्या। मैले आजसम्म केही पनि पढेको छैन क्या होइन, मैले केही पनि पढेकै छैन क्या सेकेन्ड इयरमा होइन। तर पनि म त्यसमा ए ल्याउँछु भन्ने मलाई कन्फिडेन्स छ क्या। ममा होइन एउटा यस्तो स्किल छ होइन जसले गर्दाखेरि चाहिँ म त्यो ल्याउन सक्छु। B+ ए चाहिँ म कन्फर्म ल्याउन सक्छु क्या होइन। यति चाहिँ ममा होइन मेरो सेल्फ छ क्या होइन। सो यो किन थाहा छ, यो भनेको होइन म 80-20 रुल युज गर्छु क्या होइन। 80-20 रुलले के भन्छ भने होइन, यदि तिमीले होइन कुनै पनि कुरा पाउनको लागि होइन इम्पोर्टेन्ट त्यसको 20% गऱ्यो भने होइन तिमीले 80% रिजल्ट पाउँछौ क्या होइन। अब तिमीलाई 81% रिजल्ट चाहियो भने होइन तिमीले 30% गर्नुपर्छ क्या होइन। त्यो 10-10ले बढ्दै जान्छ होइन। मानौँ यसरी बुझ होइन, 80% कुरा तिमीले होइन मानौँ अब म के गर्छु भने अलरेडी होइन मेरो इक्जामको लागि होइन म अब इम्पोर्टेन्ट कुराहरू छान्छु क्या होइन। इम्पोर्टेन्ट कुराहरू के छ, पास्ट 5 इयरमा कुन रिपिटेटिभ क्वेसनहरू छ होइन, यो कुराहरूलाई बुझ्छु होइन। अनि त्यसलाई एनालाइज गर्छु होइन। अनि म त्यसको 20% होइन इम्पोर्टेन्ट टपिकहरूलाई होइन एकदम राम्रोसँग कभर गर्छु होइन। अनि त्यसले चाहिँ होइन मेरो 70-80% होइन 80% चाहिँ कन्फर्म हो क्या होइन। 80% भनौँ तर 70-80% चाहिँ कन्फर्म हो क्या त्यतिले होइन। अब मलाई होइन मानौँ 85% चाहियो भने होइन मैले 30-35% मिहिनेत गर्नुपर्छ क्या। सो यदि होइन मलाई 80%ले नै पुग्छ भने होइन म 20% पढेरै मलाई 80% आउँछ भने होइन म किन 30% पढ्ने, किन 40% गर्ने, किन टाइम लाग्छ भने क्या होइन। सो होइन यदि तिमी होइन एकदम राम्रो स्टुडेन्ट होइनौ होइन, तिम्रो गोल भनेको चाहिँ A+ हान्नु छैन भने होइन कुनै पनि सब्जेक्टहरूमा होइन, यो चाहिँ म एउटा पढाइको हिसाबले भनिरहेको छु होइन। यो एनी फिल्डमा होइन तिमीलाई 100%सम्म जानु छैन होइन, म 80% भए पनि म इनफ छ भन्ने होइन। जस्ट त्यसलाई होइन 20% फलो गर क्या होइन। यदि होइन मेरो काम भनेको चाहिँ जस्ट भिडियो बनाएर अपलोड गर्नु हो भने होइन त्यो भनेको नै 20% एकदम इम्पोर्टेन्ट कुरा हो भने होइन म किन होइन मेरो टाइमलाई चाहिँ होइन एडिटिङ गर्न दिउँ होइन, मेरो टाइमलाई थम्बनेल बनाइराखौँ बनाइराखौँ होइन। मेरो कुरा होइन मेरो इम्पोर्टेन्ट कुरा होइन तिमीहरूलाई भन्न पनि कुरा नै 20%मा छ भने होइन फर्स्ट मेरो प्रायोरिटी भनेको त्यो हो क्या होइन। त्यसभन्दा पनि माथि चाहिँ होइन यो थम्बनेल होइन, यो ट्याग टाइटल होइन, डिस्क्रिप्सन होइन, यो कुराहरू आउँछ क्या। सो यो कुरालाई चाहिँ होइन अलवेज दिमागमा राख्यो क्या होइन। तिम्रो होइन कुनै पनि कुराको होइन 80% पाउनको लागि चाहिँ होइन तिमीले 20% काम गर्यो भने त्यो 80% चाहिँ तिम्रो ग्यारेन्टी पाउँछौ क्या तिमीले। आई होप होइन तिमीले यो कुरा बुझ्छौ होला होइन। ओके बाई।